कुनै पनि देश कति विकसित छ भन्ने कुरा त्यहाँका अग्ला भवन वा चौडा सडकले मात्र बताउँदैनन्। त्यसको वास्तविक मापन त त्यहाँको शासन व्यवस्था कति नागरिक मैत्री छ भन्ने कुराले गर्छ। सुशासन अर्थात् असल शासन, यो केवल एउटा शब्द मात्र होइन, यो त नागरिक र राज्यबीचको विश्वासको कडी हो। सुशासनका मुख्य 4वटा आधार स्तम्भहरू हुन्छन्। पहिलो हो पारदर्शिता। राज्यले गर्ने हरेक निर्णय र खर्चको विवरण ऐना जस्तै छर्लङ्ग हुनुपर्छ। दोस्रो हो जवाफदेहिता। सार्वजनिक पदमा बसेका व्यक्तिहरूले आफ्नो काम र निर्णयको जिम्मेवारी आफै लिनुपर्छ। तेस्रो विधिको शासन, जहाँ कानूनभन्दा माथि कोही हुँदैन, चाहे त्यो सामान्य नागरिक होस् वा उच्च पदस्थ अधिकारी। र चौथो जनसहभागिता। नीति निर्माणमा जबसम्म आम नागरिकको आवाज सुनिँदैन तबसम्म त्यो शासन सुशासन बन्न सक्दैन। तर सुशासनको बाटोमा केही गम्भीर चुनौतीहरू पनि छन्। भ्रष्टाचार, ढिलासुस्ती र नातावादले हाम्रो प्रणालीलाई धमिराले झैं खाइरहेको छ। आज हुने कामलाई भोलि भन्ने प्रवृत्ति र प्रविधिको न्यून प्रयोगले गर्दा नागरिकले शास्ति पाइरहेका छन्। जबसम्म प्रणाली व्यक्तिमुखी हुन्छ तबसम्म सुशासन केवल नारामा मात्र सीमित रहन्छ। यद्यपि आशाका किरणहरू पनि छन्। पछिल्लो समय डिजिटल गभर्नेन्स वा ई-सेवाका कारण धेरै कामहरू घरमै बसेर गर्न सम्भव भएको छ। यसले बिचौलियाको अन्त्य मात्र गरेको छैन, सेवामा पारदर्शिता पनि ल्याएको छ। स्थानीय सरकारहरू नागरिकको नजिक पुग्नु र नागरिकले सिधै प्रश्न गर्न थाल्नु सुशासनको दिशामा सकारात्मक कदम हुन्। सुशासन कुनै जादुको छडी होइन जुन एकै रातमा प्राप्त हुन्छ। यो त सरकारको इमानदारिता र नागरिकको सचेतताको मिलनबिन्दु हो। जब हामी प्रश्न सोध्न डराउँदैनौँ र प्रणालीले उत्तर दिन हिचकिचाउँदैन तब मात्र सुशासन साकार हुन्छ।